हेलो नमस्ते सेवा र फेपुलो मेरो ब्लग च्यानलमा तपाईँलाई स्वागत गर्न चाहन्छु। आज भने चाहिँ म यहाँनिर बेल्टरमा आइपुगिसकेको छु अनि देख्न सक्नुहुन्छ नजारा। त्यहाँदेखि चाहिँ यता आएको पानी आएको छ, तर यहाँनिर घुम्नेहरू पनि टुरिस्टहरू पनि पुरा आइसकेको छ। देख्न सक्नुहुन्छ बाइक स्कुटीहरू लिएर। मैले पनि यहाँनिर चाहिँ भन्नै पर्दा स्कुटी लिएर आइसकेको छु अनि गाडी बाइक स्कुटीहरू पनि थुप्रै यहाँनिर पर्यटकहरू चाहिँ घुम्न आइसकेको छ। अनि म चाहिँ आज चाहिँ बेल्टरको ब्लग तपाईँहरूमा चाहिँ लिएर आएको छु। त के कस्तो हुन्छ म बेल्टरको चाहिँ तपाईँहरूलाई नजाराहरू चाहिँ देखाउने प्रयास गरिरहेको छु। साथीभाइहरू म चाहिँ अहिले चाहिँ गइरहेको छु उकालो। माथिनिर चाहिँ स्विमिङ पुल पनि छ, त्यो पनि तपाईँहरूलाई माथि चाहिँ देखाउने छु। अनि देख्न सक्नुहुन्छ नजारा त एकदमै यस्तो टाइपको छ हो। अनि पानी चाहिँ आएको छ अनि बेल्टरको नजारा यस्तो टाइपको छ हो। अनि यहाँनिर चाहिँ म चाहिँ गइरहेको छु। त अनि ब्याकग्राउन्ड हेर्नै पर्दाखेरि चाहिँ यस्तो टाइपको छ। यहाँबाट तल म चाहिँ अहिले यो बाटो भएर गइरहेको छु, तलबाट आएको। अनि माथिनिर छ सानो देख्नुहुँदैछ नि यो माथि, त्यसको यतापट्टि चाहिँ स्विमिङ पुल छ, त्यो पनि तपाईँहरूलाई म देखाउँछु हो। अहिले चाहिँ म गइरहेको छु। अनि यहाँनिर चाहिँ एकदमै होमस्टेहरू पनि छ, सानो सानो देख्न सक्नुहुन्छ। यहाँबाट यस्तो टाइपको पुरा होमस्टेहरू पनि छ। तपाईँहरू पनि बेल्टर आउनुभयो भने चाहिँ एकदमै भिजिट गर्नु होला भन्न चाहन्छु। अनि यहाँनिर चाहिँ रुमहरू पनि एभाइलेबल छ। यहाँनिर चाहिँ रुममा पनि तपाईँहरू एक दिन दुई दिन बसेर मजा लिनु सक्नुहुन्छ अनि घुम्नु सक्नुहुन्छ। एकदमै मजाको जग्गा चाहिँ बेल्टर हो यो चाहिँ होइन। अनि म चाहिँ अहिले चाहिँ गइरहेको छु तपाईँलाई होइन ब्लग मार्फत देखाउँदै। अनि देख्न सक्नुहुन्छ म चाहिँ आइपुग्न आँटेको छु यहाँनिर चाहिँ। अब त्यहाँनिर पुगेर पनि तपाईँलाई म देखाउने छु होइन भिडियो मार्फत। ल त साथीभाइहरू म चाहिँ यहाँनिर आइपुगिसकेँ, तपाईँहरूलाई देखाउनु प्रयास गरेर चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ स्विमिङ पुल। तर एकदमै भरिएको छ यो चाहिँ, पानी अहिले बर्खा मासले कारणले गर्दा चाहिँ एकदमै पानी चाहिँ भरिएको छ। एकदमै यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ निलो भएर पानी चाहिँ पुरा स्विमिङ पुलमा चाहिँ भरिसकेको छ। अनि अहिले चाहिँ यसरी पौडीहरू खेल्नु पनि अलिकति गाह्रै हुन्छ, किनभने पानी पनि चिसो हुन्छ अनि मैला पनि हुन्छ, किनभने पानी आएको कारणले गर्दामा। दार्जिलिङमा चाहिँ पानी आएको छ बर्खा मास भएर होला, तर अरू जग्गा पनि आउँदै होला के कस्तो हो। मैले चाहिँ यहाँ दार्जिलिङको कुरा गरेको, अहिले चाहिँ दार्जिलिङमा चाहिँ हेभी नै पानी छ। अनि देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ स्विमिङ एकदमै स्विमिङ गर्दा हुन्छ होइन यहाँनिर। अनि देख्न सक्नुहुन्छ त्यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ त्यो घरमा चाहिँ तपाईँहरूले यहाँनिर स्विमिङ गर्नुभयो भने चाहिँ त्यहाँनिर चाहिँ लुगाहरू चेन्ज गर्नुपर्छ। चेन्ज गरेर उहाँहरूले हाफ पेन्ट अनि एउटा भेस्टहरू चाहिँ दिन्छ होइन स्विमिङ गर्नको लागि, तर त्यसको चाहिँ पैसा लाग्छ। त्यो पैसा चाहिँ कति लाग्छ त्यो चाहिँ मलाई थाहा भएन। तपाईँहरू आउनुभयो भने चाहिँ तपाईँहरूलाई थाहा भइहाल्छ यहाँनिर कति लाग्छ के लाग्छ सोध्नु सक्नुहुन्छ। अनि यहाँनिर देख्न सक्नुहुन्छ रुमको पनि भन्नै पर्दा चाहिँ एकदमै दामी दामी रुमहरू छ। अनि यो घरहरू पनि सानो सानो घरहरू बनाएको छ, एकदमै दामी छ। तर तपाईँहरू आउनुभयो भने चाहिँ यसको पनि प्राइस कति हो, यहाँनिर एक दिन बसेको दुई दिन बसेको खाएको कस्तो पारले होइन त्योहरू चाहिँ तपाईँहरूले बुझ्नुहुन्छ यहीँ आएर, त्यो चाहिँ मलाई पनि थाहा छैन। अनि यहाँनिर देख्न सक्नुहुन्छ एकदमै राम्रो सुन्दरता छ यो बेल्टर चाहिँ हो। अनि यहाँनिर स्विमिङ पुलहरू देख्न सक्नुहुन्छ एकदमै दामी छ। अनि मलाई चाहिँ आज चाहिँ खुसी लाग्यो यहाँनिर बेल्टरमा आएर एकदम यसरी भ्लगहरू बनाउनु पाउँदाखेरि। तपाईँहरूले पनि मेरो यो भ्लग च्यानल चाहिँ हेर्नु हुँदैछ भने चाहिँ तपाईँहरूले चाहिँ माया सपोर्ट गरेर होइन यसरी भाइलाई हौसला दिनु होला भन्न चाहन्छु। अनि आउँदो दिनमा अझै जग्गा जग्गा गएर भिडियोहरू बनाउनु पाऊँ। अनि आज चाहिँ म फाइनली बेल्टर चाहिँ आइपुगिसकेको छु। यो भन्नै पर्दा चाहिँ सिपाहीधुरा भन्छ, कर्सियङदेखि यता सिपाहीधुराबाट पनि ओह्रालो झर्ने बाटो छ, रोड छ, त्यो ओह्रालो आएर चाहिँ तपाईँहरूले चाहिँ यहाँनिर भिजिट गर्न सक्नुहुन्छ बेल्टरमा आएर। अनि अर्को कुरो चाहिँ यहाँनिर सुनादादेखि यता दिलाराम भन्ने जग्गा छ, दिलारामबाट पनि तपाईँहरूले ओह्रालो झर्नुभयो भने चाहिँ त्यहाँ सोध्नुभयो भने दिलाराममा आएर सोध्नुभयो भने चाहिँ त्यो चाहिँ बेल्टर जाने बाटो कहाँ हो भने चाहिँ तपाईँलाई बताइदिइहाल्छ। अनि यस्तो टाइपको छ देख्न सक्नुहुन्छ नजारा चाहिँ, मेरो ब्याकमा नजारा देख्न सक्नुहुन्छ। अब भने चाहिँ म चाहिँ फोटोहरू पनि सुट गर्ने अनि रिल्सहरू पनि बनाउने यहाँनिर, त्यसको लागि चाहिँ म आएको थिएँ यहाँनिर। एकदमै बबल दामी जग्गा छ। अनि देख्न सक्नुहुन्छ पाहाडहरू त देख्न सक्नुहुन्छ, हरियाली कस्तो मजाको छ यहाँनिर चाहिँ। जग्गै अब अर्कै खालको छ यहाँनिर चाहिँ। तपाईँहरू आउनुभयो भने चाहिँ एकदम शान्ति, एकदमै नसोचेको नचित्ताको कुराहरू पनि यहाँनिर हुन्छ। एकदमै मन चाहिँ खुल्ला भएर चाहिँ एउटा जिन्दगी चलेको जस्तो चाहिँ फिल हुन्छ यहाँनिर आयो भने चाहिँ। तपाईँहरू एकपल्ट तपाईँहरू पनि भिजिट गर्नु होला भन्न चाहन्छु। अनि देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ तपाईँले यदि तपाईँको नानीहरू ल्याएर घुम्नुको लागि आउनुभएको छ भने त्यसको लागि पनि यहाँनिर उपलब्ध छ। देख्न सक्नुहुन्छ त्यहाँनिर पार्कहरू छ सानो, अनि यहाँनिर पिङहरू पनि छ, अनि घुम्नेहरू पिङहरू त्यहाँनिर खेल्न सक्नुहुन्छ। तपाईँले नानीहरूलाई एकदमै भिजिट गर्न सक्नुहुन्छ। एकदमै दामी छ यहाँनिर जग्गाहरू चाहिँ। अनि म चाहिँ अब चाहिँ तपाईँहरूलाई म अझै छेउमा गएर चाहिँ यो कटेजको पनि एउटा नजारा देखाउने प्रयास गर्छु। हेर्न साथीहरू म चाहिँ अहिले चाहिँ गइरहेको छु है त। अनि यहाँनिर चाहिँ एकदमै भन्नै पर्दा चाहिँ यहाँनिर जाँदा जाँदा बाटोमा फुलहरू पनि एकदमै मजाले फुलेको छ है त, देख्न सक्नुहुन्छ। यहाँनिर मजाले हो
फुलहरू पनि देख्न सक्नुहुन्छ। यहाँनिर क्या मजाले फुलेको छ यहाँनिर हो, देख्न सक्नुहुन्छ। एकदमै दामी छ, यो फुलहरू पनि मजाले फुलेको छ हो। अनि यहाँनिर देख्न सक्नुहुन्छ अम्बकको बोट पनि छ। अम्बक चाहिँ भर्खर फल्दै रहेछ यहाँनिर। सायद यो अब अलिक छिटो भन्दा पनि 6-7 महिनामा तयार हुन्छ होला यहाँ पनि हो। अनि यहाँनिर देख्न सक्नुहुन्छ यो हो फुलको बोट एकदमै। यसको नाम चाहिँ के हो मैले पनि बिर्सेँ हो, सायद के भन्छ यसको नाम चाहिँ, कुनै के भन्छ यसको नाम चाहिँ तपाईँहरूलाई थाहा छ भने चाहिँ कमेन्ट गर्नु होला है। किनभने मलाई बिर्सेँ मैले क्या त, थाहै भएन कि, थाहा थियो बिर्सेँ तर। अनि यहाँनिर देख्न सक्नुहुन्छ यस्तो टाइपको छ हो। यहाँनिर चाहिँ कटेजहरू छ, कटेजहरू एकदमै दामी दामी घरहरू देख्न सक्नुहुन्छ। मेरो नजरा चाहिँ एकदमै दामी छ हो। अनि तपाईँहरूले यहाँबाट पनि देख्नुहोस्, हेर्नुहोस् है, यहाँबाट पनि क्या दामी दामी नजरा छ, दामी हो। अब भने चाहिँ म उकालो गइरहेको छु यता, फेरि माथितिर गएर पनि तपाईँहरूलाई म भिडियो मार्फत चाहिँ देखाउने प्रयास गर्नेछु। तर आजको दिनमा चाहिँ पानीहरू आएको कारणले गर्दा यहाँ टुरिस्टहरू चाहिँ अलिकति कमै रहेछ। अनि म मात्रै परेँ, म मात्रै भन्दा पनि अलिक 2-3जना त छ हो, घुम्दैछ उनीहरू। तर म चाहिँ अहिले चाहिँ एक्लै यहाँनिर चाहिँ घुमिरहेको छु, देख्न सक्नुहुन्छ। अनि यहाँनिर देख्न सक्नुहुन्छ यस्तो चाहिँ नजारा चाहिँ हो, एकदमै दामी छ। के कस्तो लाग्यो तपाईँलाई होइन यो नजारा, दामी ठाउँ छ यो चाहिँ हो। यस्तो टाइपको छ हो, यहाँनिर देख्न सक्नुहुन्छ। यो चाहिँ बेल्टर पऱ्यो, तपाईँहरू पनि यसो भिजिट गर्न आउनु होला भन्न चाहन्छु हो। अझै म तपाईँहरूलाई तलतिर गएर पनि दामी कटेजहरू बाँसको बनाएको छ, त्यो पनि म तपाईँलाई देखाउँदैछु। त्यही भएर म चाहिँ अहिले तलनिर आइपुगेको छु कि, अलिकति माथि अघि तपाईँहरूलाई देखाइसकेँ मैले चाहिँ होइन, कटेजहरू कस्तो छ के छ भनेर। अन्त स्विमिङ पुल पनि एकदम भरिएको छ भनेर तपाईँलाई देखाइसकेँ। अहिले भने चाहिँ म यहाँ आइपुगिसकेको छु है। त्यो चाहिँ एकदमै बाँसको बनाएको रहेछ, एकदम अर्ग्यानिक तरिकाले देख्न सक्नुहुन्छ। बाँसको क्या मजाले बसेको रहेछ। यहाँ चाहिँ पानीहरू आयो भने ओत लाग्न सकिन्छ, बस्नु सकिन्छ। एकदम यस्तो टाइपको भ्यू रहेछ यहाँनिर चाहिँ, हेर्नु न बस्नु कस्तो दामी रहेछ। भित्रै पस्नु त है, ए भित्र त्यस्तो चाहिँ क्या सेटिसफाइ छ हो, टेबल पनि यसरी बसेर मजाले आराम गर्ने हो, त्यस्तो टाइपको रहेछ। दामी छ जग्गा चाहिँ हो, यस्तो टाइपको रहेछ यहाँनिर बेल्टरमा चाहिँ। लु त साथीभाइहरू, तपाईँहरूले मेरो भिडियो हेर्नु हुँदैछ भने तपाईँहरू पनि छिट्टोभन्दा छिट्टो चाहिँ यहाँ बेल्टर आयरमा चाहिँ भिजिट गर्नु होला भन्न चाहन्छु। यति नै थियो आजको यो बेल्टरको ब्लग। मैले तपाईँहरूमा यस्तै होइन बेल्टरमा आएँ भनेर चाहिँ एउटा सन्देश दिन खोजेको थिएँ। अनि यहाँनिर चाहिँ बेल्टरमा चाहिँ एकदमै दामी घुम्ने ठाउँहरू छ। अनि टाढाबाट पनि यहाँनिर पर्यटकहरू आउँछ यहाँनिर घुम्नुको लागि। एकदमै टुरिस्टहरूको त अब कमी नै हुँदैन, तर दिनहरू चाहिँ राम्रो भएको छ भने चाहिँ यहाँनिर। अनि होमस्टेहरूमा बसेर चाहिँ उहाँहरू घुम्नु पनि हुन्छ यहाँनिर, एकदमै दामी ठाउँ छ। अनि यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ अगाडि चाहिँ यहाँनिर चाहिँ खानापिनाहरू पनि पाउँछ, एभाइलेबल हुन्छ हो। यहाँनिर चाहिँ कस्तो भने जुन चाहिँ टुरिस्टहरू आएर होइन अब बसेको हुन्छ नि, 1 दिन 2 दिन बस्छ, उहाँहरूको लागि चाहिँ खानापिना पनि यहाँनिर चाहिँ बनिन्छ। अनि फाल्टो पनि तपाईँहरू आउनु भयो भने चाहिँ उहाँहरूले पनि यहाँनिर चाहिँ खानाहरू खानु सक्नुहुन्छ भन्दै आजको भिडियोलाई म यतिमै तपाईँहरू मास्दै होइन बेल्टरको ब्लग चाहिँ यतिमै तपाईँहरू मास्दै राख्नु गइरहेको छु होइन। आउँदो नेक्स्ट ब्लगहरू तपाईँहरू मास फेरि लिनेछु। के कस्तो लाग्यो यो ब्लग होइन, तपाईँहरूले हेरेर माया सपोर्ट गर्नुहुन्छ होला भन्ने आशा राखेको छु। अनि आउँदो दिनमा पनि अझै नयाँ नयाँ भिडियोहरू बनाएर चाहिँ म छोड्नेछु तपाईँहरू माझ। अनि आउँदो दिनमा पनि यसरी नै भाइको ब्लगलाई चाहिँ एकदमै सपोर्ट गर्नु होला भन्न चाहन्छु। आजको भिडियो चाहिँ यतिमै तपाईँहरू मास्दै होइन बेल्टरको चाहिँ ब्लग चाहिँ म यतिमै राख्नु गइरहेको छु। थ्याङ्क यू सबैजनालाई होइन मेरो भिडियो हेरिदिनु भएकोमा।